ल गाइज यस्तो राम्रो गुफा छ होइन यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ बबाल छ लगभग हामी धेरै अग्लो ठाउँमा हिँडेर आइसक्यौँ यहाँ भाइदोले त सोर्समा छ फेरि यस्तो बाटो छ कसरी के छ लाडा छ केही सम्भावना हजारौँ ओ माई गड गुरु हो कि बाघ हो केटा हेर्दा चिरी चाहिँ डेन्जर छ मासला कसरी जाने होला यार भित्र यार मा कसम जाऊ किन्नु त भन्ने लागिरहेछ है बुढो यार ओ माई गड मोबाइल खस्यो भने झन् जस्तै डर छ है यस्तो मानु देख्न सक्नुहुन्छ ओ माई गड बुढी हट्टिगा यस्तो डेन्जर छ ल फलास लगा त दाइ ल ओ बा बत्तिसै उता चाहिँ के छ अवस्था यहाँ जुका पनि हात उठाउँदा फलासलाई त लाडा ओहो गयो 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 यो ओ माई गड के छ त अवस्था आउन सक्छु ल ओके आइ त राम्रो छ बाटो खोइ हटा हटा उड्छ उभा ल त म अहिले पट्टामा ल यहाँ देखाउनुहोस् ल गाई चाहिँ बाटो चाहिँ यस्तो छ अप्ठ्यारो छ है लास्ट अप्ठ्यारो छ कि ओडी पप्पा यो हामी चाहिँ यहाँ हेलो निस्करी बाटो पनि रहेछ मागो छौ कार छ नि एउटा देत माइक ल गाई छ हामीले गौतारी घुल्नु लागेको छ है यहाँ यो दिनुहोस् गाई हेर्नुहोस् गाईहरू यहाँ अरू त ठिकै हो बाघ पनि हुन्न बा गयो यो शून्य पूजा चाहिँ हेर्नुहुन्छ है गाईहरू यो पुरा मेरो एरिया हो यो पक्ति यहाँ चाहिँ चराको घोल रहेछ खोइ यो टोर्च ला न पक्ति यो गाइस यो पक्ति मस्तै पक्ति यो चाहिँ मलाई कहाँ गयो लैसिन है ओ शिट हामी यता केही पनि गर्दैन यहाँ थुप्रै घोलहरू रहेछ घरहरू रहेछ एकैछिन यहाँ लाग्थ्यो पर यहाँबाट यहाँ एउटा यो यो खाली छ उता अन्डा देख्न सकिन्छ अनि अर्को तल यहाँ पनि छ खोइ छाटे यहाँ खुट्टा फस्याउनु लास्ट यहाँ लाग्थ्यो लाटा यहाँ लाग्थ्यो चल्नु हो यो चल पक्थ्यो मस्तै त्यसै राखेर चल्नु हो क्या यहाँनिर लाग्थ्यो कस्तो चल्नु भयो आँखा उडेको हेर्नु है एकदम सेफ्टी छ यो हामी पनि यिनीहरूलाई के गर्दैनौँ किनभने यिनीहरूको पनि आफ्नो लाइफ हो बाँच्न पाउनुपर्छ हामी यता खालि अवलोकनको लागि मात्र आएको हो तल अरू त्यस्तै हो बाघा धोक्न ढाडे होइन एउटा लुच्छ ला ओ माई गड यस्तो राम्रो भ्यू यार ल भाग्यमानी मात्र हेर्न पाउँछ है यो हेर्नुहोस् गाईहरू यस्तो छ ठाउँ यहाँ अमेजिङ यार यस्तो पहाडमा त यस्तो राम्रो चिजहरू लुकेको हुँदो रहेछ होइन उडिसक्यो आफै भित्र स्वर्ग छ क्या यो ठाउँ वाह फोटो खिच ल